फागुन 21 पछि नेपालको प्रधानमन्त्री को होला? या फिर भनौँ कि हु विल बी द नेक्स्ट प्राइम मिनिस्टर अफ नेपाल? पुरानो राजनीति भर्सेस नयाँ शक्ति। नेपाल अहिले सबैभन्दा निर्णायक चुनावको तयारीमा छ। जनताको आक्रोश र जेनजी आन्दोलनले पुरानो संरचनालाई हल्लायो र अब राष्ट्र एकै प्रश्नमा केन्द्रित छ कि फागुन 21 को चुनावपछि प्रधानमन्त्री को होला? यो निर्णयले सरकार मात्र होइन, नेपालको भविष्य नै बदल्नेछ। विगतका महिनाहरूमा 2025 को जेनजी आन्दोलनले भ्रष्टाचार विरुद्ध आवाज उठायो र सिङ्गो ओली सरकारलाई नै ढाल्न सफल भयो। केपी शर्मा ओलीको सरकार ढले लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटन गरिन् र फागुन 21 गतेका लागि आम चुनाव तय गरेकी छिन्। अब यो चुनाव सिर्फ परम्परागत शक्ति मात्र होइन, नयाँ आवाज र युवा नेताहरूको अवसरको सम्बन्ध पनि बनेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अहिले राजनीतिक बहसका केन्द्रबिन्दुमा छन्। उनले पुरानो परिभाषाभन्दा फरक नयाँ ढङ्गले राजनीति खेल्न खोजिरहेका छन्। पछिल्लो समय बालेनले ललितपुरको कुमारबेनको निवासमा निरन्तर बैठकहरू गरेका छन्, जहाँ उनले 30 भन्दा बढी नेताहरूसँग चर्चा गरे र नयाँ राजनीतिक मोड बनाउन सुरुवात गरे। ललितपुरमा बसेको त्यस बैठकमा जेनजी प्रतिनिधिदेखि लिएर कलाकार, सामाजिक अभियन्ता साथै स्वतन्त्र आवाजहरू पनि उपस्थित थिए। उनले देश विकास पार्टी मार्फत स्वतन्त्र शक्ति बनाउने सङ्केत देखाएका छन् र जेनजी पद अधिकारीहरूलाई उम्मेदवारका रूपमा अघि ल्याउने योजना पनि बनाइरहेका छन्। एकातिर भने अर्कोतिर जेनजी अगुवा सुदन गुरुङ, रवि लामिछाने र बालेन शाहको सहकारीबीच एकदमै कठोर बनेका छन्। उनी भन्छन् कि उहाँहरू दुवै बीच सहमति नभइन्जेल हामी यो ताला खोल्दैनौँ। बालेन र रासोपा अध्यक्ष रवि लामिछाने बीच आजभोलि सहमतिको घोषणा गर्ने गरी दुवै टिम गृहकार्यमा लागेका छन्। रवि अहिले युवा नेताको रूपमा स्थापित छन् र बालेनले उनलाई पार्टीको नेतृत्व स्वीकार गर्न तयार देखाएका छन्। तर बालेनले राखेका शर्त स्पष्ट छन्। यदि बहुमत ल्याउने हो भने उनलाई प्रधानमन्त्री बनाउने सहमति छ। त्यस्तै यो सहमतिले देशको राजनीतिक परिदृश्य परिवर्तन गर्ने सम्भावना देखाएको छ। अर्कोतिर सागर ढकाल लगायतका युवा नेताहरूले चुनावलाई व्यक्तिगत सङ्घर्ष होइन, देश र प्रणालीको परिवर्तनको अवसर भनेर हेरिरहेका छन्। उनले खुलेर भनेका छन्, यो चुनाव देशको ढाँचालाई नै पुनर्निर्माण गर्ने चुनौती हो। उनी भन्छन्, बालेनजीलाई पनि च्यालेन्जेसहरू एकदमै मनपर्छ। रविजी पहिलेदेखि नै च्यालेन्जरको रूपमा देशमा उदाइसक्नु भएको छ। म सागर ढकाल स्वयं नेपाली कङ्ग्रेस सभापतिको गृह जिल्लाबाट चुनाव लड्छु। बालेनजी केपी शर्मा ओलीजीको गृह जिल्ला झापाबाट चुनाव लड्नुहोस् र रविजी नेपाली माओवादीका अध्यक्ष पुष्पकमल दाहालको क्षेत्रबाट चुनाव लड्नुहोस्। यसो गर्दा झन् ठुला शक्तिहरू त्रासित हुने चान्सेसहरू धेरै हुन्छन्। त्यस्तै परम्परागत शक्ति नेपाली काङ्ग्रेस, एमाले, प्रचण्ड नेतृत्व समूहले चुनावको तयारी गरिरहेका छन्। तर उनीहरूमा जनताको विश्वास कमजोर भएको सङ्केत देखिन्छ, जुन जेनजी र नयाँ नेताहरूको उदयसँग जोडिएको छ। यो चुनाव अब नयाँ गठबन्धन बनाउने वा पुरानो सत्ता संरचना बचाउने बीचको भिडन्त बन्ने सम्भावना भएको छ। त्यसैले फागुन 21 को चुनाव केवल मतदाता होइन कि यो नेपाली राजनीति र नेतृत्वको सम्पूर्ण पुनर्निर्माण हो। अब सवाल यही छ, बालेन, रवि जस्ता नयाँ गठबन्धनले सत्ता कसरी ल्याउनेछन्? कुन शक्ति प्रधानमन्त्री बन्ने क्षमता राख्छ? पुराना राजनीतिक दलहरू फेरि मजबुत छन् कि जनमतले नयाँ श्रेयमान खोजिरहेको छ? निर्णय फागुन 21 को मतदाताले नै गर्नेछन् र नेपालको भविष्य बदल्नेछन्। यस विषयमा तपाईँको धारणा के हुन सक्छ? कमेन्टमा लेख्न नभुल्नुहोला। अबको देशको प्रधानमन्त्री को? यदि यस भिडियोलाई मन परे हिडन ट्रुथ नेपाललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। यस्तै नयाँ अपडेट पाउनको लागि। धन्यवाद।